साथीहरु आज चाहिँ हामी पानीपुरी चटपटे च्यालेन्ज गर्दैछौँ अनि लास्ट हुने र सेकेन्ड हुनेले खोर्सानी अखबारे हाम्रै बोटमा फलेको खानुपर्छ पनिसमेन्ट अब चाहिँ आज चाहिँ बाबुले हल्का झगडा गरिरहेको छ यस्तो च्यालेन्ज गर्ने भने थाहा पाएर होला साथीहरु के गर्नु बच्चा भएपछि यस्तै हो अब खाइदिनु दिदीले चाहिँ बच्चा बोकी च्यालेन्ज गर्दा नि फस्ने हुन्छ भने मतिर आएको जस्तो पनि गर्छ यो बच्चाले नि के गर्नु के खाने पहिला चटपटे खाने पहिला यता ल्याइदिनु नि त मेरो हातमा नलिकन चटपटे खान लागेका छौँ साथीहरु 1 2 3 4 भनेर भन्नौ 1 2 3 4 गो चटपटे मिठो छैन छोरा मिठो है छोरो ए त्यसो गर्नुपर्ने रहेछ नि त पिरो चाहिँ कम रह है खाँदा पनि चाहिँ रातो हुन्छ हाम्रो कहाँ पुग्ने हो यसको हात हाम्रो घरको मिठो बास्ना है बास्ना लोकल भने लोकल हुन्छ क्या मिठो कम मिठो रह नि छोरो है तर्सेछ साथीहरु हाम्रो छोरो त हेलो यो त मुख बाङ जस्तो पो भयो त है च्यालेन्ज हो साथीहरु यसमा च्यालेन्जमा खोर्सानी खाने मै हो किन दुईजना खानुपर्छ अहिले खाइसक्यो मैले हुँदैन सबैले खा मन छोराले खाना नि चाहिएन हामीसँग 2 प्लेट पानीपुरी छ साथीहरु तिमीले भन्यौ एक प्लेट चटपटे चाहिँ वस्तु छैन साथीहरु हामी बाहिरैबाट लिएर आएको घरमा नबनाएर है आज बनाउन नभ्याएर बाबुले धरा गर्छ बाबु पनि मानिराखेन क्या अहिले चटपटे च्यालेन्ज गर्ने भनेर रेडी गरेदेखिको बाबु रुन थालिहाल्यो फेरि बाहिर जानु नपरे भए घरमै बनाउँछौँ है कुकुर भयो है उसो पारेर टोलमा सक्दैन टाढो नमिल्यो तपाईँ सक्छ पानी खानु नमिल्ने होला नि पानी सुइने भन्छ क्या हो होइन साथीहरु मेरो चटपटे सिद्धिन थाल्यो साथीहरू पस्दैन कम हालेको छ मैले कहाँ जानु भने है म चाहिँ चटपटेमा चाहिँ फर्स्ट भयो नि साथीहरु फेरि पानीपुरी तिमीहरूले चटपटे खाएपछि खाने ल
यो पानी कसरी पोखेको टेबल सार्नला देख्नुभयो त साथीहरू प्रेसरले गर्दा च्यालेन्जको प्रेसरले गर्दा पसिनाले भ्याती भ्याती हुनुपर्छ दिदी चाहिँ अब म त खाएर भने पनि खाइदिइसक्छु फेरि तिमीहरूसँगै खाउँ भनेर मात्रै हो फेरि एकैचोटि सुरु गरौँ भनेर चटपटी चाहिँ लन्डीले नि सक्नुभयो सेकेन्ड हुनुभयो साथीहरू हाम्रो खोइ खुर्सानी एउटा चाहिँ केटकेटीहरू पानीपुरी खान अब तपाईँ हेर त मैले चाहिँ कुरेर बसेको लन्डीले त खाइसक्नु भएको छ म त सरी ल तिमीलाई पनि कुरिन है मैले च्यालेन्जमा कहाँ कुर्नु रे च्यालेन्जमा नै कुर्छ मैले पनि सक्ने बिचमा राखौँ होला झोललाई चाहिँ अमिलो हुन्छ है अमिलो कम भएको पिरो नि कम छ हेर्नु साथीहरू बच्चा भएपछि यस्तै हो बच्चा पाएपछि यस्तै रहेछ साथीहरू तिनजनाले एउटा बच्चा पाएको गाह्रो छ हामीलाई त्यो झोल नचल्ले डुबाउने ठाउँमै भेटिन साथीहरू मैले त हेर त त्यहाँनिर कति बेला बस्यो त म फर्स्ट हुनलाई भन्न थालेँ सबैजनासँग पालो पुऱ्याउँछ अरे उसले फुट्यो के भएको यसरी फुल अब के हुन्छ भइरहेको ला अस्ति पाउनु त ब्याङ्गो भयो गुड 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 हाम्रो चाहिँ यस्तो हुन्छ साथीहरू बेला बेला हाम्रो यस्तो पनि हुन्छ साथीहरू फेरि भुइँमा गरौँ भने बच्चाले पिरो लाग्ला भने पिरो लास्ट हुन्छ हो नि त पानी जाने सबै जान्छ एउटा खाएर बस्छु त छोरो म त आरामले खान्छु साथीहरू म चाहिँ फर्स्ट भएँ ल अलिक कताले लास्टमा के गर्नु कताले म बिस्तारै खाएर बसेँ हो र नि त्यहाँबाट चुयाएर खा तिमीलाई नि पानी खुवाइदिउँ म चाहिँ खोर्सानी खानु नपर्ने ए तिमीले एकपल्ट खुर्सानी खानु पर्दैन चटपटेमा तिमी लास्ट भएको अहिले दिदी हुनुभयो बराबर भयो क्या अरे ए हाम्रो खुर्सानी यहीँनिर रहेछ साथीहरू अब यो हाल्दै हुनुहुन्छ दुईजनाले चाहिँ कुन चाहिँ पिरो खाइन अब टोकेर बनाउला है दुइटै पिरो खानु यो खायो भने त पेट पोल्छ होला त
ल छिटो गरौँ है साथीहरू, छिटो माफी गरौँ। दिन मिल्दैन लामो भइसक्यो। कहाँ माफी दिन्छन् त? च्यालेन्जमा माफी दिन्छन् त? ला खोर्सानी मात्र टोक्ने होइन, एक चोक्टो मासुको भित्र हाल्नु नि। अरे पानीपुरी छिटो गर, भिडियो लामो भइसक्यो क्या। अहिले त सजिलै सहन्छ छिटो छिटो गर, छिटो छिटो देखाइदिनु साथीहरूलाई। आमा। यस्तो भिडियो नि के गर्छ? साथीहरू मान्छे प्लान गरे कस्तो रह गुल्यो गरेर देखाउ न अब। ए छोरो नि खोर्सानी चपाउँदैनन् मम्मीहरूले भनेर पो रहेछ त। खाऊ खाऊ खाऊ, पानी थापा थापा पिरो भयो थापा थापा पानी खाने। कस्तो खार आउने क्या फेरि ल त्यताबाट पानी पो तान्दै एकछिन पानी खान पाइँदैन थियो। सबै पोल्यो च्यालेन्ज सक्यो गाइस। भाइ पनि ज्ञानी भएर बस्यो। त्यो झोल खाऊ न, झोल खाऊ खानुपर्छ। तब जब यो आधी बाँकी म चाहिँ किन खानु त्यो मेरो च्यालेन्जको हो र। मेरो त यहाँ पासेछ नि पानी पुग्यो कस्तो पोल्यो। ल साथीहरू, हामीले चाहिँ अब च्यालेन्ज पनि सकाइसक्यौँ अनि सेकेन्ड र थर्ड हुनेले खुर्सानी पनि खाइसके। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई साथीहरू। प्लिज लाइक सब्सक्राइब कमेन्ट गर्नु होला कस्तो लाग्यो हाम्रो भिडियोहरू भन्न नबिर्सिनु होला। बाई।